लसो फ्याफुला अनि वेलकम ब्याक छ फेरि पनि मेरो यो नयाँ भ्लगमा आफ्टर अ लङ टाइम पछि चाहिँ म भ्लग बनाइराखेको छु। सो आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै बवाल छु हैन। सो अहिलेसम्म हजुरहरुको माया साथ सपोर्ट अनि आशीर्वादले गर्दाखेरि सो म खासै केही भन्न चाहेन अरु। सो कोही नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्न चाहे। सो आज चाहिँ म कहाँ जाँदै छु भने पुरा तम तयार भएर हैन हाम्रो कृष्ण सम्धीसँग गफ हान्दै पुरा अब के भन्नु के हैन मक्क छ दुईजना गमक्क एकजना बाइक चलाउँछ एकजना पछाडी बसेर चिरी च्याट्ट हैन। ठ्याक्कै भन्नु पर्दा चाहिँ हामी चाहिँ हाम्रो काभ्रेपलाञ्चोक जिल्लाको एकदम प्रख्यात ठाउँ पलाञ्चोक भगवती थानमा चाहिँ जान लागेको थियौं। सो घरबाट रेडी भएर सम्धी र म चाहिँ एकदम चिरी च्याट्ट परेर आमामा हेर नि त्यहाँ हिरो भएर अब त्यहाँबाट घरबाट निस्किसकेका थियौं। सो अस्ति हामी कालिन्चोक र सैलुङ घुम्न जाने टाइममा चाहिँ त्यताबाट छिर्दै आएर चाहिँ यता छिर्छु भनेको थियो। सो भाकल जस्तै बस्छ गएन भने भन्ने टाइपको कुरा भएको थियो सम्धी र मेरो। सो आज चाहिँ बिहानै अब जेसुकै होस् आज सोमबारको दिन गइदिउँ न त भनेर सम्धीलाई फोन गरेर सम्धी ल जाउँ अब पलाञ्चोक आज गइदिउँ जेसुकै होस् भनेर सम्धीलाई फोन गरेर भने मात्रै थिए टुप्लुक्क आइपुगेछ मान्छे त ह्यान्डसम भएर बाइक बोकेर तुफान हैन। ल सम्धी गइहालौँ रे भने पनि अब के छ त गइदिउँ न त सम्धीले जताततै घुमाएको छ यो एउटा पनि घुम्नु पर्ने हुन्छ भनेर टक्क ह्यान्डसम पल्टेर त के भन्नु बिहान बिहानै उठेर हैन नुहाइधुवाइ गर्न त सकिँदैन। अहिले नेपालमा मौसम एकदम बवाल छ हैन चिसो न चिसो पानी छोइ नसक्नु छ। सो हामी दुई सम्धी चाहिँ टक्क चिरी च्याट्ट परेर घरबाट निस्केर हैन एकदम सर्टकट बाटो छ रे भनेर सम्धीले भन्यो। सो त्यही सर्टकट बाटो हुँदै हामी चाहिँ अहिले आइपुग्यो यहाँ। गाह्रो छ यहाँ यता आउनु उता आउनु कता मात्रै जाने सब कन्फ्युज हुनु गएर बोलाउँदै रहेछ यहाँ त बोर्दै मल्यौ दर्शन गर्नलाई मुडिम न मन बसेर कति यार एकैछिनमा आइपुग्यो हामी यहाँ पलाञ्चोक आइपुग्यो खाली खाली रहेछ भेटी विलियम सागर दर्शन गरौँ। यहाँ पूजा भइरहेको छ नित्य पूजा मेरो वार्डमा छ मेरो चाहिँ यहाँ छ सम्झी यहाँ रेडी आयो डन पनि डनै हो ल त दर्शन गरियो धेरै पछि 8-10 वर्षै भएको थियो होला नआएको यहाँ। सो आज आइपुग्यो फाइनली दर्शन गर्यो सक्यो। ल सम्धी ल हाम्रो जी पूजा सक्यो गाइज पलाञ्चोक भगवतीको दर्शन गरियो धेरै पछि धम्मधेर बिजुदा है यहाँ भर्यौँ। सम्धीलाई धेरै धेरै धन्यवाद स्पेसली। अनि यहाँ यो चाहिँ हाम्रो काभ्रेको एकदम वान अफ द बेस्ट ठाउँ छोरी मितोला यहाँ दिगुता डोल्ला मितोली दाल्लाले क्या म त धेरै वर्ष भएको थियो नआएको पनि तर म त कति अस्ति 5-6 महिना भयो होला 5-6 महिना पनि भएको छैन होला। मैले चाहिँ यहाँ धेरै वर्षपछि आएको पहिला स्कुल पढ्दा चाहिँ 8-9-10 मा रेगुलर आउँथ्यो हामी वर्षै बिची जात्रा चल्थ्यो नि त जात्रामा होइन हामी दर्शन मात्रै गर्ने हिसाबले आउँथ्यो। अब यहाँ खाजा खानुपर्ने हुन्छ। सोल्दो खाजा खानुपर्ने हुन्छ।
टिका त फेरि स्वाट्टै हान्दैछ त तपाईँको पनि छ मेरो पनि छ खै यता देखाउनु टिका गाइस टिका लगाइयो चाहिँ सर्ट एन्ड स्विट सट्ट होइन यहाँ हामी खाजा खान्छौँ दर्शन भयो त्यसपछि हामी फेरि ब्याक टु भकुण्डे बेसी है त गाइस थ्याङ्क यू फर वाचिङ स्टे ट्युन